हजुर सबैजनालाई। र आज चाहिँ हामी पिकनिक जाँदैछौँ। आज चाहिँ हामी पिकनिक जाँदैछौँ अनि 2026 को हाम्रो सेकेन्ड डेमा हामी आज पिकनिक जाँदैछौँ। र पिकनिक चाहिँ हामी आज कालचिनी साइडको एउटा ग्रिन पार्क भन्ने ठाउँ छ, हामी त्यता जाँदैछौँ। हाम्रो चाहिँ दुईवटा गाडी छ, एउटा यता इनोभा गाडी छ, यता चाहिँ हाम्रो एउटा बस हामीले रिजर्भ गरेर पिकनिकको लागि हामी अब जान तयारी भइसकेका छौँ। ल र हाम्रो टिमहरू हेर्न सक्नुहुन्छ। आज चाहिँ हामी चर्चबाट जाँदैछौँ। ल हाम्रो टिमहरू चाहिँ गाइस हेर्न सक्नुहुन्छ है। हाम्रो आजको बेहुला बेहुली जेठा हुनुहुन्छ। हाम्रो हिरोहरू चाहिँ यता रहेछ। जेमेसी सबैजनालाई जेमेसी जेमेसी जेमेसी। ल हाम्रो हिरोइनहरू यता रहेछ। रियाको साथी, अनि हाम्रो यहाँ बिटु दादा हो, अनि रेमोस, ठुलो एन्जल, अनि हाम्रो खोते भाइ, सानो भाइ पुचे। यहाँ चाहिँ MJ5 को ब्यान्डहरू पनि रहेछ यहाँ चाहिँ। ल गाइस हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ। यहाँ हाम्रो स्विट भान्जी हुनुहुन्छ यहाँ मेरो छेउमा। यहाँ हाम्रो हिरोहरू हुनुहुन्छ, हिरो दाजुहरू, हिरज राईहरू हुनुहुन्छ यहाँ चाहिँ। हाम्रो यहाँ रकी भाइ हुनुहुन्छ। ल गाइस यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो ड्राइभर दाजुलाई चाहिँ देखाइदिनु पर्यो। ल यहाँ हाम्रो ड्राइभर दाजु हुनुहुन्छ। हाम्रो यहाँ आन्टीहरू, नानीहरू। हाम्रो रिना दिदी त यहाँ आइपुग्नु भएछ। ल यहाँ हाम्रो भाउजू हुनुहुन्छ। हाम्रो हिरोइनहरू सबै यता छ। हाम्रो छोरी चाहिँ यहाँ रहेछ। हेलो खोइ हामीले एकछिन देखायो त। ल ल ल ल ल हाम्रो यहाँ शान्ति दिदीहरू, आशे दाजु उहाँ चाहिँ। हाम्रो यहाँ रिया नानाहरू हुनुहुँदो रहेछ हौ। हाम्रो यहाँ परी, रेमोस, एड्रिन, उहाँको नाम चाहिँ क्याल्भिन, एन्जल हुनुहुन्छ। ल यहाँ त अघि नै देखिहाल्नु भयो गाइसहरूले। डान्सहरू सुरु भइसकेको छ है। यता यता हेर्दै यता रोशनी रोशनी बहिनी यता। ल हामी पो 16 वर्षको रहेछ नि यहाँनिर। 16 वर्षको हामी पर्छ यहाँ त। ल गाइस हामी चाहिँ अब पिकनिक स्पटमा आइपुगिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ यो मेन एन्ट्रेन्स गेट। र हाम्रो बस अगाडि गइसकेको छ। यहाँ हाम्रो अर्को गाडी इनोभाको। हाम्रो चाहिँ यहाँ बडाबडीहरू हुनुहुन्छ। यहाँ मेरो पापा हुनुहुन्छ पङ्कज भाइ चर्चको। र हामी अब यहाँ इन्ट्री गरेर हामी अब यो भित्र जाँदैछौँ पिकनिक स्पटमा।
यहाँ चाहिँ यस्तो छ दृश्यहरू। हामी नै रहेछौँ सबभन्दा फर्स्टमा आउनेहरू चाहिँ। अहिले यहाँ हेर्न सक्नुहुन्छ एकदम खाली छ, कोही छैन। यो बसहरू, यो गाडी यो हाम्रै हो, हामी आएकै यसमै हो। र अहिले चाहिँ खाली रहेछ। अब एकछिनमा यो सबै खुल्ला एकदम देखिँदै गरेको यो मैदानहरू चाहिँ, ग्राउन्डहरू चाहिँ अहिले एकछिनतिर भरेसम्म चाहिँ ड्याममै फुल हुन्छ यहाँ। र आज चाहिँ हामी नै रहेछ फर्स्टमा आइपुग्ने। सायद अरूहरूको टाइमिङ भइसकेको छैन। र हाम्रो चाहिँ पिकनिक स्पट चाहिँ सायद हामी यता गर्ने हो। मजाको दृश्यमा आइपुगिसकेका छौँ। ल हेर्नुहोस् है, एकदम सुन्दर, एकदमै दामी, कस्तो सफा रहेछ हौ पानी पनि है। डेस्टिनेसनमा आइपुगेको छौँ हामी। रहेछ फर्स्ट आइपुग्ने चाहिँ हो। अनि नजाराहरू हेर्न सक्नुहुन्छ। ल गाइस, आज चाहिँ अलिक भिडियो पनि लामो हुन्छ होला, किनभने पिकनिकको अब भ्लगहरू बनाउन गइराखेका छौँ। र पिकनिकको भनेपछि अलिकति यताउता अब भरे डान्सहरू पनि हुन्छ, खानपिनहरू रमाइलोहरू गर्दा अलिकति ढिलो नै भइहाल्छ। सरी, ढिलो अरे, लामो भिडियो भइहाल्छ। र यसै कारण हजुरहरू एकदमै मजाले इन्ट्रेस्ट दिएर नै हजुरहरूले मेरो भिडियोलाई तपाईँहरूले हेरिदिनुहोस् भनेर सबैजनालाई रिक्वेस्ट गर्दछु। हाम्रो चाहिँ यहाँ ब्रेकफास्ट हुँदैछ। ब्रेकफास्ट रेडी भएर पनि ब्रेकफास्ट हुँदैछ। अनि यहाँ हाम्रो दादाले चाहिँ हल्का ट्र्याकमा गीत गाउनु हुँदैछ। कतिजना हाम्रो आन्टीहरू चाहिँ अलग्गै यता बसिराख्नु भएको छ। किन हो मलाई पनि थाहा भएन। हाम्रो यहाँ रियल म्याड्रिडबाट पनि आएको रहेछ भाइहरू। हाम्रो डान्सर बहिनी एकदमै उहाँ चाहिँ एक्टिभ हुनुहुन्छ डान्सहरू गर्नुमा। हाम्रो यहाँ पङ्कज भाइ फ्यामिली उहाँहरू यहाँ शीतलमा बसेर चाहिँ ब्रेकफास्ट गर्नुहुँदैछ। हाम्रो यता नानीहरूले चाहिँ स्विमिङ गर्न थालिसकेछ। स्विम स्विम स्विम, ल खेला खेला, पौडी खेला। राफेल जाऊ, राफेल जाऊ। स्विमिङ गर्नेहरू गरिराखेको छ, खाना पकाउनेहरू पकाइराखेका छन्, रमाइलो गर्नेहरू गरिराखेको छ, बस्नेहरू बसिराखेको छ। साथीहरू कस्तो लाग्दैछ यताको दृश्यहरू कमेन्ट गर्नु दिनुहोस् है। ल यहाँ चाहिँ अब पनिर सब्जीको लागि यहाँ काटिँदैछ। यता के गर्दैछ, गेम खेल्नको लागि हाम्रो भाइहरूले बेलुनहरू फुलाउनु हुँदैछ। यता स्यालेडको लागि यता हाम्रो राबेदाले दामी मिठो चिकन दामी हुँदो रहेछ। सेन्ट त खतरा हुँदैछ त हौ। चिल्ली कोक ल्याएर नि भाउजू, त्यो अस्तिको बियर के त दादा? अस्तिको बियर ल्याएर नि पानी हो पानी। ए यो त सबै खोस्टा भएछ त। छैन पानी, सबै गनाउँछ तिम्रो भरे मासु गनाउला नि फेरि। यता चाहिँ के हुँदैछ, बिफ होला नि यता चाहिँ अघिकै। यो बिफ चिकन बनाउने दादा चाहिँ यहाँ हुनुहुन्छ। यसो हाई भनिदिनुहोस् न। उहाँ चाहिँ एकदम स्पेसल कुक हुनुहुन्छ।
कसैलाई सेफको जरुरतहरू छ भन्ने भन्नुहोस् है। यहाँ पनि हाम्रो ड्राइभर कम सेफ नै हुनुहुन्छ उहाँ पनि एकदम। ल यहाँ हाम्रो नानीहरूले अब गेम खेल्न गइराखेको छ। गेम खेलाउनु हुने चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। ल के गर्नुपर्ने कस्तो गर्नुपर्ने अब गेम हेरेर नै बुझिन्छ है गाइस। ए लु फुटाइदिनु पर्ने रहेछ अरूको। Nancy gone. Lu तीनजना मेन लु। अब चाहिँ अलि भरिँदै जानु थालेछ। अघि चाहिँ यो सबै खाली थियो। ल आइसक्रिमहरू यहाँ स्टलहरू पनि लाग्न थालेछ अब चाहिँ। ल गाइस हेर्नुहोस् है अब चाहिँ यो पिकनिक खेल्नको लागि अब चाहिँ मान्छेहरू पनि आउनु थालिसकेछ। यहाँ मामालाई चाहिँ किनिदेऊ त लु। ल यहाँ पनि स्टलहरू लाग्नु थालेछ। पुच्का खाँदो रहेछ नखाने खाँदै बसिरहेछ मलाई किन्नु भन्छ। अझै लागेको छैन रहेछ नि। यहाँ पनि स्टलहरू लाग्न अब सुरु हुनै गइराखेको रहेछ। यहाँ चाहिँ के बनाउनुको लागि हो नि? क्या बनाने के लिए आंटी ये? मोमो। अच्छा अच्छा वेज मोमो। और क्या क्या बनाते हैं यहाँ पे? क्या क्या मिलता है? प्यारा, चाय, पकोड़ा, पान। ल प्रायः जस्तो सबै खानेकुराहरू यहाँ पाउने रहेछ। अहिले चाहिँ जस्ट रेडी हुँदैछ। यतापट्टि गयो भने चाहिँ खेल्ने ठाउँहरू पनि छ। त्यस्तो ठुलो त छैन। त्यही पनि यसो नानीहरूलाई रिफ्रेस गराउने हो। यहाँ चाहिँ अर्को ग्रुपको हुनुहुन्छ। उहाँहरू कताबाट आएको थाहा भएन। भर्खर आउनुभएको उहाँहरू पनि। उहाँहरूको चाहिँ यो बस लिएर आएको रहेछ। यहाँ फेरि अर्को ग्रुप हुनुहुँदो रहेछ या दिदीहरू चाहिँ। यहाँ चाहिँ हल्का ड्रिङ्क्सहरू पनि हुँदो रहेछ।
ल अहिले चाहिँ अघिको भन्दा निकै भरिसकेको छ खचाखच। अहिले चाहिँ धेरै मान्छेहरू भरिसकेछ। र गाइस म चाहिँ यतिखेर एउटा के भन्नु आइटम खान आएको छु। यो अम्बकको यसरी छिरेर यसरी के भन्छ यसलाई पुरा मोलेर अम्बकलाई पुरा मोलेर मजाको यो बनाउँछ। साह्रै मनपर्छ मलाई। यहाँ हाम्रो भान्जीहरूले खानुहुँदैछ। ल हेर्नुहोस् है यस्तो खालको चाहिँ हुन्छ लास्टमा। तपाईँहरू कतिजनाले खानुभएको छ कमेन्ट गर्नुहोस् है। मलाई चाहिँ साह्रै मनपर्छ यो। तपाईँहरूले टेस्ट गर्नुभएको छ कि छैन यसलाई के भन्छ एक्ज्याक्टली नाम मलाई थाहा छैन। अम्बक चाट। अच्छा अम्बक चाट भन्दो रहेछ यसलाई। यहाँ चाहिँ अर्को ग्रुप रहेछ। यहाँ चाहिँ मजाको डेकोरेसन गरेको रहेछ। यहाँ चाहिँ सायद बर्थडे पनि होला कसैको। यहाँ पिकनिकमा आउने मेम्बरहरूमा कसैको बर्थडे होला त्यो भएर मजाले डेकोरेट गरेको रहेछ बेलुनले। ल अब चाहिँ हाम्रो खानाहरू पनि रेडी भएर अब हामी खाना सुरु गरिसकेको छ गाइस। हाम्रो दिदी बहिनीहरूले दाजुभाइहरूले एकदम मिठो भोजन बनाउनु भएको छ। भात यहाँ रहेछ, चिकन करी यहाँ रहेछ, सलाद यहाँ रहेछ, दाल ठुलो चाहिँ यहाँ रहेछ। ल अलिक खोलेर देखाइदिनुहोस् न हौ मजाले। र अहिले चाहिँ खचाखच अब पिकनिक खेल्नेहरू पनि भरिँदैछ। खाना कस्तो छ त हो त? त्यतिका पुरा स्पाइसी भयो जस्तो छ त हौ। खाना त दामी बनाउनु भएको छ। कसले बनाउनु भएको? ल नानीहरू बहिनीहरू भनिदिनु खानाहरू कस्तो छ? एकदम दामी छ। रिया ल खानापिनाहरू कस्तो छ भनिदिनुहोस् है। यता हाम्रो रिना दिदीहरूलाई कस्तो लाग्यो? इसिका हाम्रो एलिना नाना यहाँ हाम्रो दाजुले चाहिँ ओभरै भन्दा नि ओभर खाइसक्नु भएछ कि उहाँलाई उठ्नु पनि यतिखेर चाहिँ साह्रो परिरहेछ। ल अब हेर्दै जाउँ है साथीहरू कतिखेर चाहिँ उहाँ उठ्नु हुने रहेछ है। अब
अब चाहिँ उठ्नै आँट्नु भएको जस्तो छ लु लु उठ्नु भयो लु बल्ल उठ्नु भयो हाम्रो दाजु ल खाना खाइसकेर अब चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीहरूले कतिजनाले भाडा मोल्नु हुँदैछ यहाँ नानीहरू फेरि आफ्नै आफ्नै धुनमा बिजी छ एड्रिनले के गरेको भाइ माछा We are catching some germs over there. Germs or fish? Parasites. Where's the fish? No, there's no fish. There's only germs inside. अब चाहिँ गेम खेल्न गइराखेको छ केक पाउँछ फर्स्ट हुनेले ल हातले टच नगरिकन नानीहरूले अब गेम खेल्न गइराखेको छ रेडी रेडी हुन्छ हातले टच गर्नु हुँदैन छुनु हुँदैन त्यसलाई छुनु हुँदैन छुनु हुँदैन भएन नेन्सीको पनि भएन ल अब चाहिँ ठुलोहरूको सुरु हुँदैछ गेम रकीले रकी फर्स्ट ताली ताली रकी भाइलाई दामी दामी अब चाहिँ हाम्रो दिदी बहिनीहरूको आमाहरूको पालो हुँदाउनु गइरहेछ गेमको लागि रेडी रेडी भयो 1 2 3 गो शान्ति दिदी आऊ दीक्षा पनि आऊ कस्ने अब पनि आऊ गाडी पनि आऊ अनिसा बरी आऊ रोशनी आऊ ल रिना दिदी सारा भाउजू अनि सविता भाउजू ल त्यस्तै 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 हुँदैछ 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 बाह्र भाउजू ल रिना दिदी तपाईँ मात्रै हो
यो समय चाहिँ हाम्रो यहाँ नानीले गाउँदै गरेको गीत चाहिँ आफ्नो आमालाई डेडिकेट गर्दै गाइराखेका छ र उहाँमा अलिक इमोसनल पनि भइरहेछ यतिखेर उहाँको आमा चाहिँ यहाँ हुनुहुन्छ र आमाप्रति पनि उहाँकोमा पनि यसरी एउटा आमा छोरीप्रतिको प्रेम हामीले देख्न सकिराखेका छौँ र आमा छोरी मात्रै नभएर यहाँ हाम्रो अरू आन्टीहरू पनि एकदम भावुक भइराख्नु भएको छ आमा हो हाँसिराखे भन्दा नि तिमी धेरै धेरै बाँच्यौ भने। ल गाइस अब चाहिँ हाम्रो पिकनिक सकेर अब यी गाडीमा सबै पसिसक्यो उहाँ गाडीमा पनि गइसके र अब हामी घरतिर अब प्रस्थान हुन गइराखेका छौँ उही गाडीमा चढिसक्यो अब घरतिर प्रस्थान हुँदैछ अब घरतिर ब्याक टु होम अब पिकनिक खेलिसक्यो रमाइलो गर्यो अब चाहिँ ब्याक टु होम Tutuk mami here. Tutuk mami is here. Tutukको मम्मी चाहिँ छ टुटु चाहिँ थाहा भएन भन्नु टुटु छोडेन कोही छोड्यो भने भर ट्याक्सीमा आउनु पिकनिकको जोस चाहिँ हराएको छैन अहिले पनि यहाँ पनि बसमा पनि डान्स हुँदैछ जारी छ अर्को हाम्रो दाजु पनि आइपुग्यो ल गाइस हामी चाहिँ घर आइपुग्यो पिकनिक स्पटबाट हामी घर आइपुग्यो र सबै हाम्रो साथीभाइहरू अङ्कल आन्टीहरू सबै बसबाट निस्किनु हुँदैछ यहाँ हाम्रो खलासी अङ्कल यहाँ भैया चाहिँ ड्राइभर अङ्कल आजको हाम्रो भिडियो पनि यहाँसम्म राख्नुपर्छ होला मेरो ब्याट्री पनि अब सकिनु आँटेको छ र हजुरहरू सबैलाई कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् है।